मकवानपुरका पूर्व अध्यक्ष सल्लाहकार आदरणीय सुभाष खनालज्यूलाई। धन्यवाद मनोज सर। यो विशेष कार्यक्रमका सभाध्यक्ष आदरणीय डीबी सर, प्रमुख अतिथि विशिष्ट कवि आदरणीय निमेश सर, यसैगरी समीक्षक व्यक्तित्व आदरणीय घनश्याम सर, उपस्थित यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन नमस्कार गर्छु। साई सङ्घ मकवानपुरले यो पर्याय चिन्तनमा जुन कार्यक्रम आयोजना गरेको छ, यो एउटा महत्त्वपूर्ण र हाम्रो परिदृश्यमा आइराखेका घटना लाग्छ। पहिले अलिक अगाडि के विश्वास गरिन्थ्यो भने मानिसहरूको दृष्टिकोणले विकासका परिभाषाहरू बन्ने, मानिस चाहिँ पहिलो केन्द्रमा रहन्छ, त्यसपछि उसको आधारमा उसलाई फाइदा हुने गरी चाहिँ यो पृथ्वीको उपयोग हुनुपर्छ भन्ने खालको धारणा थियो भने अहिले बिस्तारै के हुन थालेको छ भने प्रकृतिका यावत चिजहरू आफ्नै दृष्टिकोणले सबै महत्त्वपूर्ण छन्। हामीले सबैसँग समभाव राख्नुपर्छ भन्ने दृष्टिकोणले लेखनका विषय वस्तुहरू दृष्टिकोणहरू बनिराखेका छ। यसको मूल कारण चाहिँ के हो भने फेरि हामीले गरेका गतिविधिले हामीलाई नै समस्या सिर्जना गरिरहेको छ। अहिलेको लेटेस्ट इस्यु भनेको कार्बन उत्सर्जनको सबभन्दा ठुलो समस्या सिर्जना गरिरहेको भने कार्बन उत्सर्जनले हो। पर इयर कार्बन उत्सर्जनै कारणले 0.03 डिग्रीले टेम्परेचर चाहिँ बढिराखेको छ अर्थको। त्यो कारणले ग्लेसियर मेल्टिङ अरू सबै चिज यावत छन्, त्यो कारणले भइराखेको देखिन्छ। त्यस हिसाबले प्रकृतिलाई जोगाउन सक्यो भने मात्रै हामी जोगिन सक्छौँ भन्ने अवधारणाका साथ यो इस्यु पर्यावरण इस्यु आएको हो। थप अब यो रासायनिक चिजहरूको बढी प्रयोग हैन, यी कुराहरू जोडिँदै गएका छन्। अब हामीले चिन्तन कस्तो बनाउने भन्ने कुरालाई एउटा रिथिङ्क गराउनको लागि यस्ता कार्यक्रमहरू आवश्यक छन् र यो कार्यक्रम महत्त्वपूर्ण भएको छ भन्ने लाग्छ। एउटा कविता सुनाउँछु। मैले ठ्याक्कै पर्यावरण चिन्तनलाई केन्द्रमा राखेर लेखेको कविता चाहिँ होइन, तर लेखिएका कविताहरूमा त्योसँग जोडिँदो रहेछ भन्ने चाहिँ पछि फिल भएपछि सुनाउँ जस्तो लाग्यो कविता। सर्वश्रेष्ठता यो कविताको शीर्षक। मान्छेले हामी के भन्छौँ भने हामी सर्वश्रेष्ठ जीव हौँ भन्छौँ। यो चाहिँ फेरि हामीले नै हामीलाई घोषणा गरेको हो होइन। स्वघोषित सर्वश्रेष्ठ जीव हो। एउटा कमिलाको दिमागले हामीलाई सर्वश्रेष्ठ भन्छ कि भन्दैन, अथवा एउटा टाइगरले उसको ब्रेनले हामीलाई सर्वश्रेष्ठ भन्छ कि भन्दैन। स्वघोषित सर्वश्रेष्ठ हौँ हामी। त्यस हिसाबले हाम्रै सर्वश्रेष्ठतामाथि क्वेसन गर्न खोजेको हो। कविता अलिकति व्याख्या नगर्दा हुन्थ्यो, बोले। चल्न छाडिदिए हावाले, बग्न छाडिदिए नदीले, उड्न छाडिदिए बादलले आकाशमाथि, हुन छाडिदिए समयमा चाहुरी, हामी हुने थिएनौँ। ढुङ्गाले नभइदिए त्यति सारो, माटोले नभइदिए त्यति कोमल, नफुलिदिए फुलहरू सुन्दर, नभइदिए काँडाहरू तिखा, हामी कडा नरम सुन्दर र पीडा कहाँबाट सिक्थ्यौँ। एक मुट्ठी सास च्यापेर कोखामा एक दुई टुक्रा जमिनलाई भन्दै आफ्नो सहजै प्राप्त गरेर सबै चिज, हामी स्वघोषित सर्वश्रेष्ठ प्राणी हौँ। नबुझे प्राकृतिक नियमितता, नसोचे यिनका नियम र आवधिक अस्तित्व, कुनै दिन कुनै भौगर्भिक समयको विकसित जीवका सन्तानहरूले खोरमा थुनिएका मान्छेहरूलाई हेर्दै भन्ने छन् कुनै युगका विकसित जीव थिए। धन्यवाद।